म तपाईहरुलाई एउटा छोटो कथा सुनाउँछु अकबर र बिरबलको विषयमा। त्यसपछि आजको विषयमा प्रवेश गरौँला। यो कथा आजको विषयसँग सम्बन्धित छ। एकपटक बिरबलले केही गल्ती गरेछन् र उनलाई सजाय दिइने भएछ दरबारमा। अब राजाले अकबरले सोधे बिरबललाई, सजाय त तिमीलाई दिनै पर्ने भयो किनकि न्याय सबैका लागि बराबर हुन्छ। तिमी मेरा नजिकका पात्र हौ, तिमी मेरा मन्त्री पनि हौ, तिमीलाई म मन पनि पराउँछु। तर तिमीले गल्ती गर्यौ र राजाको धर्म भनेको सबैलाई न्याय बराबर गर्नुपर्ने हुन्छ। त्यसैले तिमीलाई पनि म सजाय दिन्छु। तर एउटा फेभर तिमीमाथि के गर्न सक्छु म भन्दाखेरि एउटा उपकार गरिदिन्छु तिमीमाथि, किनकि तिमी मेरा नजिकका मान्छे हौ। तिमीले जोबाट सजाय लिन चाहन्छौ त्योबाट सजाय दिलाउन सक्छौ अथवा तिमी आफ्नो न्यायाधीश आफै चुन्न सक्छौ भनेर बिरबललाई भने। बिरबलले एकछिन सोचे र त्यसपछि के भने भन्दाखेरि, महाराज, हाम्रो यो राज्यको सीमामा अन्त्यमा एउटा धोबीको गाउँ छ। त्यो धोबीको गाउँबाट 4वटा धोबी बोलाउनुस्, त्यहीबाट म आफ्नो सजाय लिन चाहन्छु। मेरा न्यायाधीश ती धोबीलाई बनाइदिनुस् भनेर बिरबलले आग्रह गरे। राजालाई अचम्म लाग्यो, यत्रो मन्त्री जस्तो मान्छे, यसले त कसै बुद्धिमान मान्छेलाई आफ्नो न्यायाधीश बनाउला भन्ने ठानेको थिए, तर यसले त धोबी बोलाऊ भन्छ। मनमा नै राजाले सोचे। तर राजाले बाचा गरिसकेका थिए, तिमी जोबाट पनि सजाय लिन चाहन्छौ तिमीलाई त्यहीबाट सजाय दिलाउनेछु भनेर भनेका थिए। त्यसैले गर्दा राजाले धोबी बोलाउन पठाए। अब 4जना धोबी आए, त्यहाँ बसे। अब राजदरबारमा सबै मान्छेहरू बसे, उत्सुक भएर हेर्न थाले बिरबलले के सजाय पाउँछन् भनेर। सबभन्दा पहिलो धोबी बोल्यो, महाराज, यिनले गरेको अपराध धेरै ठुलो छ, त्यसैले गर्दा यिनलाई 100 असर्फी जरिवाना र 50 कोडा हानौँ यिनलाई भनेर पहिलो धोबीले भने। दोस्रो धोबी उठेर के भन्यो भनेदेखि, कहाँ 100 असर्फी हुन्छ? 100 असर्फी भनेको कहिले देखाएको छौ जिन्दगीमा? कति धेरै हुन्छ 100 असर्फी? हामीले वर्षौँ गरेर पनि 100 असर्फी कमाउन सक्दैनौँ। यी बिचाराले 100 असर्फी जरिवाना तिर्नु पर्यो भने कसरी गर्लान्? त्यसैले गर्दा यस्तो गर्नु हुँदैन महाराज, यिनलाई 50 असर्फी जरिवाना लगाइयोस् र 25 कोडा हानियोस् भनेर दोस्रो धोबीले भने। तेस्रो धोबी फेरि उठे, न्यायाधीश धोबी। उनले के भन्यो भने 50 पनि धेरै हुन्छ, हामीले कति 1 वर्ष लाग्छ 50 असर्फी कमाउनको लागि। वर्षभरि कमाएपछि बल्ल 50 असर्फी जम्मा हुन्छ। 1 वर्ष कमाउने कुरा एकैचोटि जरिवानामा कसरी दिन सक्छ यो मान्छे? र 25 कोडा कसरी खान सक्छ? त्यसैले गर्दा त्यस्तो भएन, त्यस्तो गर्नु हुँदैन। 10 असर्फी जरिवाना दिउँ र यिनलाई 5 कोडा मात्र हान्न पठाउँ महाराज भनेर भने। 3वटा धोबीले सजाय सुनाए। लास्टको धोबी उठेर के भन्यो भनेदेखि, कहाँ हुनसक्छ त्यस्तो? 25 असर्फी भनेको कति हो? कति धेरै पैसा हुन्छ 25 असर्फी भनेको? 6 महिना हामीले कमाउनु पर्छ, 6 महिना हाड घोट्नुपर्छ, बल्ल 25 असर्फी कमाइन्छ। त्यति हुँदैन, यिनलाई 5 असर्फी भन्नुपर्छ। हामीले 2-3 महिना लगाएर कमाउने जुन 5 असर्फी हुन्छ त्यो पनि यिनका लागि धेरै ठुलो जरिवाना हुनसक्छ। त्यसैले 5 असर्फी दिउँ र यस्तो बुढो मान्छे छ बिचारा, यसलाई यति धेरै कोडा हानेर के हुने? 1 कोडा हान्न दिउँ यिनलाई चाहिँ, त्यति गरिदिउँ, यति भएपछि पुग्छ महाराज भनेर भने। सबै धोबीहरू त्यसपछि राजी भए 5 असर्फी र 1 कोडा हान्नमा। र त्यसपछि बिरबलले 5 असर्फी जरिवाना तिर्नुपर्ने भयो र एउटा कोडा मात्रै उनमा हानियो। राजाले मनमा नै सोचे, कति बुद्धिमान रहेछ बिरबल। सबभन्दा गरिब मान्छेलाई बोलाएर आफ्नो न्यायाधीश बनायो र गरिब मान्छेले आफ्नो हैसियत अनुसारको फैसला सुनायो। 5 असर्फी पनि गरिबका लागि धेरै हुन्थ्यो र 1 कोडा खानु पनि एउटा बुढो मान्छेका लागि धेरै हुन्थ्यो। त्यसैले गर्दा त्यो गरिबले गरेको फैसला गरिबहरूका लागि जस्तै देखियो। हुन त बिरबल गरिब थिएनन्, उनी 100 असर्फी पनि तिर्न सक्थे, तर उनले चलाखीपूर्ण ढङ्गले गरिबलाई चुन्नुको अर्थ के थियो भनेदेखि गरिबले गरिबी बुझेको हुन्छ र त्यही अनुसारको उसको फैसला हुन्छ। हाम्रो देशमा अहिले मान्छेहरू एकदमै विरोध गर्दैछन्, यो सरकारले यस्तो गर्यो, यता मान्छे मारिदियो, यता बस्ती भत्काइदियो भनेर। के अपेक्षा गर्नुहुन्छ सरकारसँग? सरकारमा भएका मान्छेसँग 200 तोला सुन छ। गरिबी भन्ने कसैले देखेको छैन। आफ्ना छोराछोरीहरू काखमा राखेर सुनका बाला हालेर हिँड्छन्। अर्काको छोराले इट्टामा सुतेको देख्छन् यिनीहरू। अर्काको छोराछोरीहरूको टाउकोबाट छानो उडेको रोडमा बसेको देख्छन् यिनीहरू। 2जना मान्छे मरिसके, नेपालमा मान्छेै छैनन् जस्तो भइसक्यो। नेपालका मान्छेहरू समयबद्धहीन भइसके भन्ने कुरो यही फेसबुकका पोस्टहरूले देखाउँछ। कोही चुइक्क बोल्दैन। जेनजीहरू हिजोसम्म एउटा फेसबुक बन्द हुँदा बाटोमा प्ले कार्ड लिएर यो फेसबुक खुला गर, यो फलाना हाम्रो वाक स्वतन्त्रता गयो, यस्तो गर उस्तो गर भन्ने मान्छेहरू आज मान्छे मर्दैछ, मान्छेको टाउकोबाट उसको छानो हटाइँदैछ। मान्छेका बच्चाहरू, भर्खर जन्मेका 3 महिनाका बच्चाहरू खोलाको किनारमा ढुङ्गामाथि सुत्दैछन्। कोही जेन्जी बोल्दैछन्। बोल्छन् किन? जेन्जीहरू भनेका त त्यही सुकेला मुकेला 10 तला घर भएका मान्छेहरू हुन्। हाम्रो मन्त्रीमण्डलमा हेर्नुहोस् न को मान्छेहरू छन् त्यहाँ, कस्ता कस्ता घर भएका मान्छे छन्, कति तोला सुन भएका मान्छे छन्। उनीहरूलाई गरिबको कुनै मतलब हुन्छ? 2जना मान्छेले आफ्नो घरबार उजुडिसकेपछि आत्महत्या गरेका छन्। तर संवेदनहीन मान्छेहरू यहाँ आएर फेसबुकमा के भन्दैछन् हेरौँ। र सबभन्दा ठुलो कुरा त के हो भनेदेखि पार्लियामेन्टमा अहिले जुन युवाहरू गएका छन्, हामीलाई के लागेको थियो भने यी युवाहरूले खबरदारी गर्लान्, बुद्धि होला अलिकति, यिनीहरूको दिमाग होला। पार्लियामेन्ट भनेकै के हो भने
देशका सबै जनताहरूको प्रतिनिधित्व गर्ने, उनीहरूको इच्छा आकांक्षा र चाहना के छन् त्यो सरकारसम्म पुगाउने। सरकारले त्यो गर्दैन भनेपछि सरकारको खबरदारी गर्ने हो। मरिसक्यो, पार्लियामेन्ट छैन, यहाँ अध्यादेशबाट सरकार चल्दैछ, जम्मै नियम कानुन सरकारले अध्यादेशबाट बनाउँदैछ, उता राष्ट्रपतिले त्यसमा स्टाम्प हान्दैछन्। हाम्रो पार्लियामेन्ट कहाँ गयो? त्यहाँका सदस्यहरू कहाँ गए? म बताउँछु तपाईँहरूलाई। यिनीहरू कहाँ गए? टिकटक बनाउनु गए, फेसबुकमा भिडियो बनाउनु गए, अर्काका बुढी लडाउनु गए, अर्कासँग गाली गलौज गर्न गए, या यस्तै यो तल अब कमेन्टमा हेर्नु होला तपाईँहरू, अर्को नाम बनाएर नयाँ नाम लेखेर तल मान्छे गाली गर्न आयो। यही गर्दैछन् तपाईँका पार्लियामेन्टका सदस्यहरू। 2-3 जना पार्लियामेन्टका सदस्यहरूले अलिकति हिम्मत देखाए, यति हिम्मत देखाए, धेरै होइन, यति हिम्मत देखाए, अलिकति प्रश्न सोध्ने प्रयास गरे, यति गरे। यहाँ तल म देखाउँदैछु तपाईँहरूलाई। यी माननीयहरूले अलि हिम्मत देखाए, थोरै मुटु देखाए, तर तल त्यसपछि कमेन्ट्समा पढ्नुहोस् कस्तो कुरा आउँछ। के भन्छ भनेदेखि यो पुरै नयाँ नेपाल बन्दैछ, यो भत्काएरै बन्ने हो, भत्किन दिनुपर्छ, अलि दुःख हुन्छ भनेर भन्छन्। यस्तो संवेदनाहीन कुरा गर्छन् मान्छेहरू। मान्छे मरेको कुरामा, मान्छेले आत्महत्या गरेको कुरामा समेत मजाक गर्दैछन् मान्छेहरू। ठिक्क भयो, कसले भन्यो सरकारी जमिनमा बस भनेर भनेको, कसले भन्यो त्यसलाई चाहिँ खोलामा घर बना भनेर, तेरो बाबुले भन्यो खोलामा घर बना भनेर। उसँग यदि कमाइ खाने बाटो केही हुन्थ्यो भनेदेखि त्यो खोलाको छेउमा झिङ्गा भन्केर मच्छरमा मर्नका लागि त्यत्तिकै आउँथ्यो, तेरो बाबुले भनेको होला उसले त्यहाँ खोलामा आइज भनेर। नेपालभरि सुकुम्बासी कति छ? मान्छे ओडारमा बसिरहेको छ। गाउँतिर जाऊ, पहाडतिर जाऊ, एउटा ठुलो जमिनदारको जग्गाको छेउमा झुप्रो बनाएर त्यो आफ्नो जग्गा नभएर उसको जिन्दगीभर गुलाम गरेर मान्छेहरूले खाएको छ। त्यसको घर बनाइदैन, त्यसलाई ल्याएर अपार्टमेन्टमा राखिदेऊ, त्यो ओडारमा बस्ने मान्छेहरूलाई ल्याएर अपार्टमेन्टमा राखिदेऊ, त्यहाँ गएर समाजसेवीहरू या युट्युब बनाउने मान्छेहरू अलिअलि पैसा दिएर चामल दिएर आउँछन्। तेरो देश भनेको काठमाडौँ मात्रै हो? काठमाडौँमा मात्रै फुल रोपेर तेरो देश सुन्दर हुने हो के? फुल रोप्नु भनेको विकास हो? त्यो हो विकास भनेको? यो देश कति ठुलो छ? कति मान्छेहरू गरिबीको रेखाको मुनितिर छन्? कति मान्छेले बिहान खाएपछि साँझ के खाउँ भन्नुभएको छ? तँलाई काठमाडौँको सहरको फुटपाथहरू चौडा बनाएर काठमाडौँ मात्रै देखाउने हो? त्यसो भए यो काठमाडौँलाई छुट्याइदिउँ, नेपाल सबैलाई, योलाई काठमाडौँलाई काठमाडौँ देश बनाऊ, अरू सबैलाई नेपाल देश अलग्गै बनाऊ, अर्कै सरकार बनाऊ। कम्तीमा बोल, मुर्दा जस्तो किन बनेका छौ? राम्रो गर्दा हाई गर्नेले नराम्रो गर्दा नराम्रो भयो भन्न किन सकेका छैनौँ? योभन्दा पहिलेका सरकार महान हुन् भन्न खोजेको छैन मैले। योभन्दा पहिलेका सरकारहरूले गल्ती गर्दा त्यही सरकारका भातृ सङ्गठनहरू अथवा विद्यार्थी सङ्गठनहरू राँको लिएर बाहिर आउँथे। आफ्नै पार्टीको सरकार भए पनि केही कुरा जस्तो मूल्यवृद्धि भयो, पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो, यताउता केही भयो भनेदेखि एमसिसीको बारेमा यिनकै भातृ सङ्गठनहरू, यिनकै विद्यार्थी सङ्गठनहरू बाहिर आएर नारा लाउँथे। यतिसम्म त उनीहरूमा अलिकति करेज थियो। तर ब्रेन वास गरिएका भेडाहरू, यो पार्टीले टोकेर रेबिज लागेका मान्छेहरू, आज यो पार्टीले मान्छे मार्दा, मान्छेलाई मर्न बाध्य बनाउँदा, मान्छेको घरबास उठीबास लाउँदा के भन्दैछन् भनेपछि ठिकै छ, अलिअलि दुःख त हुन्छ भनेर। तिमीहरू त्यो महलमा बसे होला, तिमीहरूको काठमाडौँमा घर छ, त्यहाँ बसेर ठिकै छ नभन तिमीहरू। एउटा भनाइ के छ भनेदेखि 100 जना अपराधीहरू छुटुन् तर एउटा निर्दोष चाहिँ नपक्रियोस् भन्छ। त्यस्तै 100 जना हुकुमवासीहरू त्यहाँ होलान् तर एउटा सुकुम्बासी पनि भयो भने सरकारले त्यसको जिम्मा लिनुपर्छ। सरकार भनेको अभिभावक हो, तिम्रो बाउ होइन सरकार भनेको। तिमीले जितेर पठाइहाल्यौ पार्टी, अब त्यो पार्टी रहेन, अब त्यो सरकार भन्यो। सरकार भनेको यो देश सबैको हो, सबैको अभिभावक हो। उसले गर्ने कामको इम्प्याक्ट सबै नेपालीलाई पर्छ, देशभरि बस्ने तिमीहरूलाई मात्र पर्दैन कि यो देशभरि बस्ने सबैलाई पर्छ इम्प्याक्ट। त्यसैले गर्दा सबैले बोल्नुपर्ने हुन्छ। तिमीहरूलाई त त्यसले टोकेर रेबिज लागिसक्यो, तिमीहरूको दिमागमा त किरा परिसक्यो, तिमीहरू बोल्दैनौ। तर अरू बोल्ने मान्छेहरूलाई बोल्न देऊ। तिमीहरू औकात छैन, तिमीहरूको हिम्मत छैन भनेदेखि अरू मान्छेहरू जो बोल्दैछन् उनीहरूलाई गाली गलौज नगर, खबरदारी गर्न देऊ। हिजोको सरकारले मान्छे मारे भन्थ्यौ, आजको सरकारले मान्छे मार्दा किन बोल्दैछैनौ? 2 जना मान्छे मरिसके, मर्न बाध्य बनायो सरकारले। अब कतिजना मर्नुपर्ने हो त्यसपछि मात्र यो सरकारले आँखा खोल्ने हो। सरकार कहाँ छ? सरकार के गर्दैछ? गाँजा खाएर सुतेको छ कि दारू खाएर सुतेको छ? कहाँ छ सरकार? त्यसलाई बाहिर बोलाऊ। कहिले मुखबाट चुइक्क केही बोलेको सुनिँदैन। 2-4 जना केही अलिकति पनि मुटु भएका सांसद आएर केही लेखिदिँदा फेसबुकमा यिनको सरकार हल्लिन्छ। त्यसपछि तल रेबिज लागेका कुकुरहरू टोक्न आउँछन्। त्यहाँ उनकै सांसदलाई के भन्छन् भनेदेखि नबोल्नुस्, अहिले सरकारलाई काम गर्न दिनुस् भन्छन्। यिनीहरूलाई कसैलाई केही मतलबै छैन। यी पार्लियामेन्टका सदस्यलाई गन्दैनन्। यिनको गन्ने भनेको त्यही 2-3 जना मान्छेहरू छन्, तिनका लागि भोट हालेका हुन् यिनीहरूले। भोलिको दिनमा त्यही पार्टीका कुनै अरू मान्छेले त्यो पार्टीको खबरदारी गर्यो भने त्यसकै घाँटी समात्छन् यिनीहरू। त्यसैले गर्दा जो पनि युवा हुनुहुन्छ पार्लियामेन्टमा गएका, कसैको त दिमाग होला, अलिकति दिमाग लगाऊ। देश कता जाँदैछ? काठमाडौँ खाल्डो मात्रै देश होइन, त्योभन्दा बाहिर पनि देश छ, अरू ठाउँ पनि देश छ, अरू ठाउँ पनि मान्छेहरू छन्, बाटोमै छन्, ओडारमा छन्, कता कता छन्। उनीहरूलाई पनि ल्याऊ। हेर, यहाँ बाटो फराकिलो बनाउनु छ, गमला रोप्नु छ, रुख रोप्नु छ, धनीमानीका छोराहरूलाई स्केट खेल्ने पार्क बनाउँछ भनेर मान्छेको घर नउजाड। कतिपय बच्चाहरू स्कुल जान पाउँदैछन्। स्कुल जाने कुरै छोड्नु, खाना पाएको छैन बच्चाहरूले, केही पाएको छैन। तिमी आफ्नो घरभित्र सुतेर, यहाँ फेरि धेरै कस्ता मान्छे छन् भने यो विदेशतिर बसेका मान्छेहरू जो बाहिर बसेका छौ तिमीहरू,
अमेरिका, युरोप, यता अस्ट्रेलियातिर बसिरहेका छौ, उनीहरू त्यहाँ बसेर ताली बजाउँदैछन्, बालेन सरकारले गजब गर्यो भनेर। तिमीहरूको गाडी, तिमीहरूको घर, तिमीहरूको लग्जरी लाइफ छँदैछ। एउटा गरिब मर्दा तिमीहरूले खुसी मनाउनु पर्ने केही छ? अनि भोलि नाटक के देखाउलो भनेपछि त्यहाँबाट 50 रुपियाँ पठाएर यता कुनै गरिबलाई 1 बोरा चामल दिएको चाहिँ फोटो खिचेर हालौला ठुला समाजसेवी बने भनेर भन्लाउ तिमीहरू। आज चाहिँ सरकारले उठीबास लाउँदा सरकार उठीबास नलगा, पहिले व्यवस्थापन गर, पहिले खोज को सुकुम्बासी हो को होइन भनेर व्यवस्थापन गर, त्यसपछि उठा भन्ने हिम्मत छैन तिमीहरूको। कतिजना मर्छन् र यो मर्ने जिम्मा सरकारको त हो, जो चुप्प लाग्छन् यी पार्लियामेन्टका सबै सदस्यको हो, र यी रेबिज लागेका कुकुरहरूको पनि त्यत्तिकै रेस्पोन्सिबिलिटी छ यी मान्छे मार्नमा। त्यसैले गर्दा अलिकति सजग बन, अलि होसमा आऊ, अलि दिमाग चलाऊ। त्यसैले सरकारलाई हाम्रो सुझाव के हो भने मान्छे मार्ने काम तत्काल बन्द गर, मान्छेका घरका छानो भत्काउने काम तत्काल बन्द गर। बिल्डिङ भत्काउ केही भएन, बिल्डिङ भत्काउ, जसले ठुला 7 तले 10 तले बिल्डिङ बनाएको छ, अवैधानिक तरिकाले बनाएको छ, तिनका भत्काउ केही भएन। तर झुप्रो बनाएर जो खोलाको किनारमा बसेको छ, 2 वर्षको 2 महिनाको बच्चा ल्याएर जो खोलाको किनारमा बसेको छ, उसको छानो जबसम्म उसको व्यवस्था हुँदैन तबसम्म नभत्काउ, तबसम्म उसलाई त्यहाँ बस्न देऊ, व्यवस्थापन गर, त्यसपछि मात्रै। र यी मात्रै होइनन् फेरि सुकुम्बासी, काठमाडौँ मात्रै देश होइन, काठमाडौँमा बस्ने मान्छे मात्रै सुकुम्बासी होइनन्, देशका सम्पूर्ण ठाउँमा लगत एकट्ठा गरेर कहाँ के भएको छ सबैलाई जुन अनुसारको व्यवस्थापन काठमाडौँको सुकुम्बासीलाई हुन्छ त्यही अनुसारको व्यवस्थापन सबैको गर। नभए देशमा हजारौँ ठुला समस्याहरू छन्, मान्छेहरू मर्न थालिसके, महँगी यति भइसक्यो, त्यसमा ध्यान देऊ। पहिले मान्छेका घर भत्काउन पछि पनि सकिन्छ। थ्याङ्क यू भेरी मच। आई विल सी इन द नेक्स्ट भिडियो।